त्यसै गरी फेरि पनि यस हाम्रो स्वतन्त्र वैदेशिक उद्धार श्रमिक सङ्घको पहलमा मकवानपुर जिल्ला घरमै घरेलु कामको लागि कुवेत पुग्नु भएको सञ्जमाया गुम्बालाई हामीले सकुशल उद्धार गर्न सफल भएको छौँ। साथी हो बाहिर त हाँसे मुसु मुसु भित्र धुरु काबाट खस्यो आँसुका धारा चुहिएछ तुरु ल भन्नु न काय भनेर बस्यो ल भिडियो फोटो त्यहीँबाट खिच्यो फोटो हाल्नु पर्दैन फोटो हाल्नुपर्छ ठ्याक्कै यो कस्तो याद आउँदैन नि हाम्रो गाउँमा चाहिँ बाख्रा राख्थ्यौँ यस्तरी म बाख्रा रहेछु जस्तो लाग्थ्यो क्या त्यतिखेर त्यो आफूलाई नै त्यस्तो गरे है तपाईँ तर यो कहानी दर्शकहरूले हेरिरहँदाखेरि एक हिसाबले तपाईँ स्ट्रङ रहेछ भन्ने पनि त हो नि होइन आफूभित्र रहेको त्यो दुःखहरूलाई चाहिँ लुकाएर तपाईँ परिवारको लागि चाहिँ हाँसिरहनु बाहिर चाहिँ हाँसो देखाइरहनु देखाइरहेको थिएँ भाउजू नि अनि कति खुसी भएको भन्नुहुन्थ्यो अनि विदेश आउनुपर्छ भाउजू तपाईँ आउने भनिदिन्थ्यो क्या उहाँलाई नि खुसी मेरो भाउजू अनि आउने हो तपाईँ भने आउने हो नि मलाई पठाउनु दाइलाई भनिदिन्छु म आउने हो भनेर जिस्काइदिन्थ्यो क्या भाउजूलाई चाहिँ अनि फेरि फोन राखेपछि अनि नभन्ने पो हो कि नजाने पो हो कि मैले जस्तै गरेँ आउने पो हो कि जस्तो डर पनि लाग्थ्यो फेरि आउनु लाग्यो। यस स्वतन्त्र वैदेशिक उद्धार श्रमिक सङ्घको पहलमा बर्दिवास नगरपालिका घर भई कामको सिलसिलामा घरेलु कामको सिलसिलामा कुवेत मुलुक पुग्नु भएको हिरा परिवारलाई यस स्वतन्त्र वैदेशिक उद्धार श्रमिक सङ्घको पहलमा हिजो हामीले नेपाल उद्धार गरेका छौँ। त्यसै क्रम नमस्कार सबैजनालाई फेरि पनि हामीले स्वतन्त्र वैदेशिक उद्धार श्रमिक सङ्घले दाङ जिल्ला बङ्गलाचुरी गाउँपालिका वार्ड नम्बर 8 घर भई घरेलु कामदारको लागि कुवेत पुग्नु भएको कली मर्साई मगरलाई यस स्वतन्त्र वैदेशिक उद्धार श्रमिक सङ्घको पहलमा आज मिति 2081 11 महिना 22 गते नेपाल निकाल्न सफल भएको छौँ। हामीले उद्धारको क्रममा जिल्ला मोरङ पत्री नगरपालिका वार्ड नम्बर 9 घर भई घरेलु कामदारको लागि कुवेत पुग्नु भएको नेपाली चेली लीला खड्कालाई उद्धार गरेको छ। थाहा पाउनुभयो त तपाईँहरूले स्वतन्त्र वैदेशिक उद्धार श्रमिक सङ्घले चाहिँ विदेशमा गएर अलपत्र परेको व्यक्तिहरूलाई चाहिँ उद्धार गर्छ भन्ने कुरा तपाईँहरूले कहाँबाट थाहा पाउनुभयो? हामीले यो फेसबुक टिकटक यसकै माध्यमबाट थाहा पाइयो। त्यसको माध्यमबाट थाहा भएर यस्तो छ अब देशमा रोजगारको व्यवस्था नभएको कारणले गर्दाखेरि विदेशी नै परेको छ है। तपाईँहरूलाई थाहा छ अब दिनभरि चाहिँ ठग धन्दा चलिरहेछ। यो चाहिँ स्काई ब्लू भन्ने मेन पावरबाट जानुभयो नि त स्काई ब्लू भन्ने मेन पावरले यहाँ हेर्नुहोस् त उहाँहरू मात्र होइन धेरैजना व्यक्तिहरू चाहिँ त्यहाँ लगेर अलपत्र पारेको छ। यो कुरोमा राज्यको पनि ध्यान जाओस् र भोलिको दिनमा भावी दिनहरूमा चाहिँ हाम्रो नेपाली युवाहरू विदेशमा गएर अलपत्र परेर बस्नुपर्ने अवस्था नहोस् भन्न चाहन्छु। फेरि पनि हामीले एउटा भाइलाई उद्धार गरेका छौँ। जिल्ला उदयपुर घर भई कामको सिलसिलामा योभन्दा 1 वर्ष अगाडि मलेसियामा पुगेर त्यहाँ काम गर्ने क्रममा चाहिँ उहाँलाई मेन पावरले क्लिनरको काम भने पठाइ त्यो पुगेपछि अर्कै काम लागेको अवस्थामा त्यहाँको प्रहरीद्वारा नियन्त्रणमा परि 4 महिना जेल बसेर नेपाल भर्खरै आइपुग्नु भएको छ। जीवन श्रेष्ठ
गर्दै भिडियो हेर्ने सम्पूर्ण सङ्घ संस्थाको पदाधिकारी होस् या जुनै पनि निकायको व्यक्तिहरूले के कुरो याद गर्नु पर्यो भन्दा सङ्घ संस्थाको नाम लिएर फलाना संस्थाको आधिकारिक मान्छे हो र हामी उद्धार गर्ने नाम लिएर ढोङ्गी नक्कली नाटक गरेर चाहिँ पीडितलाई महापीडित बनाउने काम नगर्नु होला। साँच्चीकै वास्तविक रूपमा तपाईँहरू सङ्घ संस्थामा आबद्ध भएर काम गरेर श्रमिकको हकको लागि काम गर्ने व्यक्तिले चाहिँ विशुद्ध समाजसेवा मात्रै गर्नु होला। हामी श्रमिकको हकको लागि काम गर्ने भन्दै एजेन्टहरूसँग मान्छे बेच्ने दलालहरूसँग पैसा लिएर खाएर अरू सङ्घ संस्थाको बदनाम नगर्नु होला भन्नु। नमस्ते, फेरि पनि हामीले क्रमश उद्धार जारी छ हाम्रो। आज पनि हामीले सुस्मिता डल्लाकोटीलाई केही महिना अगाडि कुवेतमा घरेलु कामदारको लागि जानुभएको सुस्मिता डल्लाकोटीलाई हामीले स्वतन्त्र वैदेशिक उद्धार श्रमिक सङ्घले सकुशल नेपाल निकालेका छौँ। एजेन्टले के भनेर पठाउँदाखेरि चाहिँ सानो सानो घर मान्छे थोरै भएकोमा हालिदिन्छु भनेको। अनि त्यसपछि तपाईँलाई त्यहाँ पुग्यो, त्यहाँ पुगेपछि काम गाह्रो भयो होइन? तपाईँले भने जस्तो काम गर्न सकेन, त्यहाँ मान्छे धेर भयो, 7-8 जनाको परिवार हुने ठाउँमा तपाईँले काम गर्न नसकेपछि तपाईँले नेपाली एजेन्टलाई म नेपाल आउँछु भनेर भन्नुभएको थियो थिएन? भनेको। अनि एजेन्टले के भन्यो? 2 लाख 1.5 लाख 2 लाख खर्च। कति रहे मेरो भने कोही अब आइहाल्नु म त आज हामीले कुवेतमा योभन्दा 4 महिना अगाडि कुवेतमा एउटा नेपालको दलाली बेचेको चिजलाई हामीले नेपाल सफलतापूर्वक निकाल्न सफल भएको छौँ। बस्नुहोस्। फेरि पनि उद्धारको क्रम जारी नै छ। जिल्ला दोलखा सैलुङ गाउँपालिका घर भई कामको सिलसिलामा कुवेत पुग्नु भएकी सोमला तामाङलाई यस स्वतन्त्र वैदेशिक उद्धार श्रमिक सङ्घको पहलमा उहाँलाई नेपाल निकाल्न हामी सफल भएका छौँ।